हेलो दर्शकबिन नमस्कार। म एउटा चाहिँ सूचना तपाईहरुको बीच लिएर आएको छु। त्यो सूचना चाहिँ हाम्रो किसानहरुले धेरै जसो ठाउँमा रोडमा यो चैत फसिल केरा भयो, मसुरो भयो, यो यस्ता चीजहरु चाहिँ बाटोमा ओछ्याइदिने काम धेरै ठाउँमा भइरहेको अवस्था देखिएको छ। सम्पूर्ण हाम्रो वडावासीलाई के जानकारी गराउन चाहे, हरेक वडाको वडा अध्यक्ष ज्यूहरु यस्ता चाहिँ क्रियाकलापहरुलाई चाहिँ एकदमै ध्यान दिएर हेर्दिनको लागि पनि हार्दिक अनुरोध गर्न चाहे। यस्ता क्रियाकलापहरु गर्दा धेरै ठाउँमा एक्सिडेन्ट पनि भइरहेको अवस्था सुनिएको छ। तपाईहरु पनि एकदमै यस्ता क्रियाकलापहरु रोडहरुमा आफ्नै वडामा यस्ता क्रियाकलापहरु एकदमै कारबाही गर्दिनको लागि हाम्रो नगरपालिकाको टोलीले चाहिँ यस्ता क्रियाकलापहरु कामहरु चाहिँ एकदम नियन्त्रण दिएको छ, बट हरेक ठाउँमा पुग्न सकेको छैन। त्यही भएर सम्पूर्ण वडावासीले, वडाध्यक्षले, वडा सदस्यले यस्ता क्रियाकलापहरुलाई आफ्नै वडामा भएको क्रियाकलापहरु छिटै गर्न सक्छ। त्यही भएर यस्ता क्रियाकलापहरु धेरै ठाउँमा मैले देखेको छु। अब भोलि चाहिँ यस्ता भिडियोहरु चाहिँ आउँछ तपाईहरुको बीच। धेरै चनैदेखि यता सडवासम्म धेरै बाटोमा धेरै चाहिँ यस्ता क्रियाकलापहरु भइरहेको मैले एक हप्तादेखि देखिराखेको छु। अनि हाम्रो यो जोबारीदेखि बेउवाको बीचमा पनि धेरै यस्ता क्रियाकलापहरु भइरहेको अवस्था मैले देखेको छु। अरु यस्ता धेरै ठाउँमा छ। अब बिस्तारै सबै हरेक गाउँको यस्ता भिडियोहरु आउँछ तपाईहरुको बीच। यो चाहिँ एकदम ध्यान दिने कुराहरु हाम्रो नगरपालिकाको नगर टोलीले पनि यस्ता क्रियाकलापहरु एकदमै देखेको छ, बट धेरै ठाउँमा पुगेको अहिले छैन। यो चाहिँ हाम्रो वडा अध्यक्षज्यूले पनि यस्ता क्रियाकलापहरुले आफ्नै गाउँ घर वडामा भइरहेको छ भने एकदमै कारबाही गरेर हुन्छ कि व्यवस्था मिलाएर हुन्छ कि सम्झाइ बुझाएर हुन्छ कि यस्ता क्रियाकलापहरु रोडमा नगर्दिनको लागि हाम्रै वडा अध्यक्षलाई नभए वडा सदस्यलाई यस्ता जिम्मेवारी दिनको लागि पनि हार्दिक अनुरोध गर्न चाहे। यति भन्दै म यस्ता भिडियोहरु अब हरेक दिन आउँछ तपाईहरुको बीच। यस्ता क्रियाकलापहरु हाम्रो कुरा चाहिँ भनेको चाहिँ मान्दैनन्, त्यही भएर भिडियो बनाउन पर्ने एकदमै जरुरी भएको छ। त्यही भएर मैले यो भिडियो बनाएको छु। तपाईहरुको चाहिँ कुराहरु मान्छन्, तपाईहरुको हातमा पावर हुन्छ। त्यही भएर यस्ता चाहिँ क्रियाकलापहरु धेरै ठाउँमा मैले देखिसकेको छु। तपाईहरु पनि आफ्नै गाउँ छरछिमेकमा भइरहेको छ भने जानकारी गर्नु, म आइदिन्छु, भिडियो बनाइदिन्छु। नगरपालिकामा फोन गरेर जानकारी पनि गराइदिनको लागि सम्पूर्ण सबै जनतालाई पनि हार्दिक अनुरोध गर्न चाहे। हस्, धन्यवाद। यति भन्दै नमस्कार।